हेलो नमस्ते सबैजनालाई। हजुरहरूलाई पनि सन्चै हुनुहुन्छ होला। मलाई पनि एकदमै ठिक छु। हामी सबैजना मिलेर जान लागेको छौँ पिकनिकमा। हामी चाहिँ गाडीमा चढिसक्यो, गाडीमा चढेर पनि गाडी हिँडिसक्यो। अहिले हामी पिकनिक जान लागेको ठाउँमा चाहिँ एकदम राम्रो राम्रो ठाउँहरू, राम्रो राम्रो सिनहरू छ। हजुरहरूलाई म देखाउँदै गर्नेछु, हजुरहरूले हेर्दै गर्नुहोला, हेर्नुहोला। मैले देखाउँछु हजुरहरूलाई एकदम राम्रो राम्रो ठाउँहरू, राम्रो राम्रो सिनहरू। हामी चाहिँ राम्रो राम्रो ठाउँहरूतिर आइपुगिसक्यो। यता हेर्न सक्नुहुनेछ हजुरहरूले, खोला, नाला, डाँडा काँडा, भिर पाखा हेर्न सक्नुहुन्छ। आहा, कति राम्रो ठाउँहरू। एकदम राम्रो राम्रो ठाउँहरू छ यतातिर चाहिँ, हजुरहरूले हेर्न सक्नुहुनेछ। डाँडा काँडा यता हेर्न सक्नुहुनेछ। यता रोडतिर गाई गोरु पनि हिँड्दैछ। तर राम्रो राम्रो ठाउँहरू, राम्रो राम्रो सिनहरू भए पनि अलि गाडी हिँड्ने बाटो चाहिँ अलिक खराब भएर चाहिँ यता हाम्रो साथीहरूले चाहिँ गाडी ढकाल्दैछ। हाम्रो गाडी फसेर पुरा ढकाल्दैछ। यता भाइ पनि छ स्कुटीमा। हामी चाहिँ आइपुगिसक्यो पिकनिक खाने ठाउँमा गाइज हो। हामी चाहिँ पिकनिक खाने ठाउँमा आएर चाहिँ आइपुगेर चाहिँ ओर्लिँदैछ। सामानहरू पनि निकाल्दैछ। हामी खोलातिर सामानहरू बोकेर जाँदैछ। कहाँनिर बसेर चाहिँ पिकनिक मनाउने भनेर हेर्दैछ, खोज्दैछ ठाउँ। बस्ने ठाउँ खोज्दा खोज्दै यता हामी खोलापट्टि पनि आइसक्यो। अब चाहिँ हामी यो खोला नजिकै बसेर पिकनिक मनाउनेछौँ। किन भन्दाखेरि यता पानी पनि हुने, पौडी खेल्न पनि हुने, माछा मार्न पनि हुने। यता च्वाचेको मासु पनि बनाइसक्यो। अङ्कलले जाल हान्दैछ, अङ्कलले जाल हानेर माछा मारिसक्यो। यता फेरि हाम्रो भाउजू आन्टीहरूले चाहिँ पुरा कुखुराको मासु पोल्दैछ। यता जाल हान्दैछ हाम्रो भाइ अङ्कलहरूले। यता फेरि हाम्रो मामाले चाहिँ च्वाचेको मासु पुरा पोल्दैछ। च्वाचेको मासु र कुखुराको मासु चाहिँ पोल्दा पोल्दै पाकिसक्यो। पाकेर चाहिँ हामी सबैजना सँगै बसेर यसरी खाँदैछ। ग्वाम कि ग्वाम पारेर यसरी खाँदैछ कि एकदम सँगै बसेर खाँदा चाहिँ एकदम रमाइलो हुँदो रहेछ, एकदम रमाइलो हुँदो रहेछ। बियर खानेहरूको हातमा बियर छ, म चाहिँ बियर खाँदैन, त्यसैले म चाहिँ डिउ चिसो खान्छ। यसरी भाइले बियर हान्दैछ, भाइ कडा छ के, त्यही भएर हान्दैछ। यता हाम्रो अङ्कल पनि नाच्दैछ, रमाइलो गर्दैछ। यता मैले डिउ हान्दैछ। यता च्वाचेको मासु ह्याममा पार्दैछ। अनि यता भाइले पनि ह्याममा पार्दैछ। यता दाइले पनि हान्दैछ। हामी चाहिँ खाँदा खाँदै यसरी सकेर चाहिँ यसरी पौडी खेल्दैछ। पौडी खेलेर सकेपछि चाहिँ फेरि खाना खानेछौँ हामी। खाना खाएर चाहिँ हामी सबैजना सँगै बसेर खाना खाएर सकेर चाहिँ हामी घर लाग्नेछौँ। घर चाहिँ लागिसक्यो अङ्कल र म। किन भन्दाखेरि म चाहिँ घरमा अलि चाँडो आउनु पर्नेले अङ्कलसँग आएको, अङ्कलको स्कुटीमा। उनीहरू चाहिँ गाडीमा आउँदैछ। हामी अङ्कल र म चाहिँ अङ्कलले सब्जी किन्दै रमाइलो गर्दै अङ्कल र म चाहिँ आयो। पुरा स्पिडमा आएको अङ्कल र म चाहिँ, त्यही भएर आइपुगिसक्यो। घाम पनि डुबिसक्यो। आजलाई भिडियो यति नै। सबैजनालाई बाई बाई, गुड नाइट।